शिक्षक एकता जिन्दाबाद हाम्रो माग हाम्रो माग अलिकति पछाडि यो शान्तिपूर्ण एउटा र्याली विरोध र्याली हो, सभा हो, विरोध सभा। प्रधानमन्त्रीज्यूको अभिव्यक्ति त तपाईँले सुन्नु भएको होला। सुनेको छु। तपाईँहरूको त नटेर्ला जस्तो छ नि त प्रधानमन्त्रीज्यूले त। प्रधानमन्त्रीको कुरा छोडिदिउँ। अब यो देशको यो गुरुको जुन देशमा सम्मान हुँदैन, त्यहाँ शिक्षाको कहिले पनि विकास हुँदैन। त्यसले गर्दा यो गुरुहरू आज एउटा कति नैतिकवान र चरित्रवान यो गुरुहरू हुनुहुन्छ। ती विद्यार्थीहरूको पढाइ लेखाइप्रति हामी कति संवेदनशील छौँ कि हामी अन्य दिन पढाएर आज शनिबार यहाँ चाहिँ हामी आन्दोलन गर्दैछौँ र यस्तै गर्दै यो सरकारले टेरेन भने अब हामी बाध्य भएर विद्यालय बन्द गरेर हामी आन्दोलनको घोषणा गर्छौँ। विद्यालय बन्द गर्नु त फेरि आफैमा पनि त नराम्रो हो नि सर। नराम्रो हो, तर हामीले मात्रै राम्रो सोचेर भइरहेछ। हामीले त आफ्नो उत्तरदायित्व सम्झेर नानी बाबुहरूको फ्युचरलाई ध्यानमा राखेर हामी सांकेतिक रूपमा आज शनिबार विद्यालय बन्दको दिन आन्दोलन गर्नेछौँ। यसै गरी टेरेन भने अब के गर्ने बाध्यता हुन्छ नि। आन्दोलन यो रहर हो, हामीलाई रहर छ र यो 77 जिल्लाबाट काठमाडौँमा आएर यो दुःख गरेर यसरी चाहिँ आन्दोलन गर्ने के हाम्रो रहर हो? होइन नि। त यो सरकारले छिटोभन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गरोस् र यो नेपाल सरकार र नेपाल शिक्षक महासंघ बीच भएको सम्झौता यथाशीघ्र लागू गरेरोस् भन्ने यो भनाइ छ सरकारसँग। प्रधानमन्त्रीले के भन्नुभएको छ भन्दाखेरि 52% फेल गर्छन् शिक्षकहरूले भन्ने खाले अभिव्यक्तिहरू दिनुभएको छ। अनि अर्को कुरा के भन्नुभएको छ भन्दाखेरि गार्जेनहरू अभिभावकहरूको सपना पनि यसरी भत्ताभुङ्ग गर्छन् शिक्षकहरूले भनेर अभिव्यक्ति दिँदाखेरि त्यो अभिव्यक्तिलाई तपाईँ के भन्नुहुन्छ? अब 52% फेल हुनेमा के शिक्षकहरूको मात्रै चाहिने कारणले त्यो भएको हो? यो राज्यको दोष छैन, यो शिक्षा नीतिको दोष छैन। यो चाहिँ शिक्षालाई निजीकरण गर्ने होइन। सबै ठुलो बडाले आफ्नो निजी विद्यालय खोलेर सामुदायिक विद्यालयमा ध्यान नदिने, विषयगत शिक्षक दरबन्दीको व्यवस्था नगर्ने, सबै जति विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्थापन नगर्ने अनि दोष एउटा शिक्षकलाई देखाएर हुन्छ। त्यसले गर्दा अहिले पनि केही बितेको छैन। सरकारले चाहिने छिटोभन्दा छिटो यो हाम्रो नेपाल सरकार र शिक्षक महासंघ बीच जुन विगतमा भएका सम्झौताहरू यथाशीघ्र लागू भएन भने अब हामी कडा आन्दोलन गर्छौँ। योभन्दा कडा आन्दोलन के हुन सक्छ सर? योभन्दा कडा आन्दोलन गत सालमा हाम्रो भाँच्यो। अब विद्यालय थप पार्छौँ, एससीको मुखमा आएका छौँ। सरकार तिमी चाहिने उत्तरदायी हो, होइन भने हामी एससी परीक्षा पनि थप्प गर्छौँ। विद्यार्थीको भविष्य के होला? अब यसको विद्यार्थीको भविष्य, जनताको भविष्य, अभिभावकको भविष्य, साराको भविष्यको ठेक्का हामी लिएर आएको छैनौँ। हाम्रो आफ्नै जीवन जीविका जब सङ्कटमा छ भने पछि गएर हामी जे पनि गर्न तयार छौँ। धन्यवाद सर।